उपत्यकामा फेरि शान्ति छाएको छ। केही पनि समस्या देखा परेको छैन। होइन पखत तयार भयो? पाक्यो? के तयार भयो? गिलो रोटी। सरी बाबा, यो हफ गब्लिनको दाउरामा त आगो नै बल्दैन। कहिले तयार हुन्छ त? धेरै बेर लाग्दैन। गिलो रोटी तयार भइसक्यो मुमिन आमा? सबै थोक ठिकै जस्तो देखिन्छ मुमिन घरमा। ओहो, म त कस्तो बुद्धु रहेछु। म त साँच्चै नहुने सिलिङ रहेछु। होइन स्नोर, तिमी बुद्धिमान नै छौ। होइन, म त कतै काम नलाग्ने रहेछु। तर तिमीले बनाएको जमिनमा चल्ने जहाजले त काम गरे होइन र? त्यस्तो बच्चा तालको होइन, तर तिमीले भुइँमा गुड्ने जहाज बनाउन सक्छौ भने पक्का पनि आकाशमा उड्ने त बनाउन सकिहाल्छौ नि। मैले कति नै राम्रो गरे भन्ठानेको थिएँ बेकारमा। हिजो राति खुब राम्रो उड्ने जहाज बनाएको त आज हेर्दा त उड्नै नसक्ने जहाज पो तयार पारेछु। कसरी म जस्तो बुद्धिमानी पनि यस्तो मूर्ख हुन सक्या? ठिक मेरो बुद्धि। अब यस्तै हो भने म केही गर्दिन। ल, गिलो रोटी तयार भयो। जाऊ त सबैलाई भन सानो माया। हस् मुमिन आमा। मुमिन र स्नोक मेडन खै त? स्नोक मेडन त रुँदै छिन्। अब भइहाल्यो नि स्नोक मेडन, उदास हुनु पर्दैन। तिम्रो दाइले यसलाई बिर्सिहाल्छ नि। आविष्कारकहरू सधैँ यस्तै निराश हुन्छन्। मुमिन बाबा पनि यस्तै हुनुहुन्छ। उहाँले पनि कथाहरू आविष्कार गर्नुहुन्छ नि। होइन, उहाँको त आत्मकथा हो। स्नोक मेडन, तिमी पनि रोटी खान्छौ कि? खान्छु नि प्लिज मुमिन आमा। जाऊ बाबालाई बोलाऊ मुमिन। मेरो विचारमा उहाँ फेरि लेख्नमा व्यस्त हुनुभयो होला। हस् आमा। तिमीलाई के भयो स्नोक मेडन? सूर्य पूर्वी आकाशतर्फ बिहानी पख उदायो अनि चारैतिर उज्यालै उज्यालो हुन थाल्यो। ओहो, यो त मूर्खलाई पनि थाहा हुन्छ। ओहो, मेरो लेखक बन्ने लक्षण छँदै छैन। म बुद्धु अनपढ मूर्ख होइन, अनपढ मूर्ख रहेछु। अब त लेख्ने काम छाडिदिनु पर्ला। मूर्ख। बाबा। भन के हो मुमिन? आमाले भन्नुभएको गिलो रोटी तयार भयो, खाना आउनुस् रे। ओहो, म अहिले एकदम व्यस्त छु, त्यसैले म पछि खाउँला। हो र? हो। अरू केही भन्नु छ? छैन, मैले त हजुरले केही भन्नु भएको जस्तो लागेको थियो। मुमिन पख पख, म आउँदैछु। क्या मिठो रहेछ। आमा, म बाहिर गएँ है। म पनि आउँछु। होइन, म र स्नफकिन एउटा यात्रामा जाँदैछौ र यो यात्रा जोखिमपूर्ण पनि हुन्छ। ठिक छ, म त तिमी आउँदैन होला भन्ठानेको। त्यो के हो? यो त पातको डुङ्गा हो। यो खोलामा मजाले तैरिन्छ। यो त पक्का पनि तैरिएर समुद्रमा पुग्छ होला अघि, अनि सायद विदेशतिर पनि। वाह, एक दिन म पनि पानी जहाजबाट यात्रा गर्छु। अब जाने होइन त? सानो मायाले पनि आउँछु भन्दै थिए, तर मैले त उसलाई अप्ठ्यारो हुन्छ नआऊ भने। ओहो, तिमीले उसलाई यस्तो भन्नै नहुने। ऊ त्यहाँ हेर त। हामी सँगै भक्कु मजा आउँछ। बगा त मुमिन। हामीले साथी त्यहाँ चढ्ने हो? खै, हामी सबैले त चढ्न सक्दैनौ होला। म र मुमिन मात्रै जान्छौँ। म त माथि जान्न। म त जान्छु बा। होइन, मसँगै बस्ने भने होइन? होइन, अलि पर यो गोरेटो बाटो गयो भने एउटा गुफा आउँछ। तिमी दुईजनाले हामीलाई त्यहीँ पर्खेर बस न। तर बाटो हिँडेर त्यहाँ पुग्छ भने किन अप्ठ्यारो बाटोबाट जाने त? यस्तो कुरा केटीहरूले अलि बुझ्दैनन्। केटाहरूको कुरा बुझ्न अलिक गाह्रै रहेछ। ल, गुफामा पस्न सकिन्छ सकिन्न कुन्नी? अब चाँडै थाहा भइहाल्छ नि। तिमी के गर्नेस् नि? होइन, म चाहिँ यहीँ बस्छु। यही तलबाट पराबिन्छ नि बरु। हो, खुबै। होइन, कसै न कसैले केटीहरूलाई हेर्नु पर्यो नि, नत्र त गराइहाल्छन् नि।
कस्तो अँध्यारो रहेछ। हामी पनि भित्र जाउँ न त। अह मलाई त जानै मन लागेन। हो त हामी यही कुरो पर्छ भित्र को बस्छ कुन्नी। कस्तो मूर्ख, यहाँ कोही पनि बस्दैन क्या। त्यही भएर त जान मन नलाग्यो। हो त कोही नबस्ने ठाउँ त डर लाग्दै हुन्छ। सायद हामी गुफाको ठिक माथि छौँ होला अघि। सायद। खै तल जाने पाल त देखिँदैन। अलि उतातिर गएर हेरौँ न। वाह मैले यस्तो शङ्ख त कहिले पनि भेटाएको थिएन। ओ यहाँ हेर त यस्ता शङ्ख त मूल्यवान हुन्छ होला अघि। सानोमाया यता आएर हेर त। सानोमाया खै स्नोक म्याडम। ऊ त गुफाभित्र गई स्निफ। ओहो किन गएकी होला, डर पो हुन्छ त। सानोमाया सानोमाया तिमी बाहिर आऊ त। तिमी भित्र आऊ न काका। त्यत्तिकै भित्र जान खतरा हुन्छ के। यसो भए तिमी कसरी यो गुफाभित्र जान्छौ त डरको? यही पर्ख है हामी तिमीलाई बताउँछौ। तिमी मसँग आउने होइन स्नोक म्याडम। एक्लै त बस्दैन होला नि। सायद आउनै पर्ला। मेरो बिचमा तिम्रो हात समाउनु पर्छ होला। तिमीलाई डर लाग्यो भने। सानोमाया सानोमाया तिमी कहाँ छौ? त्यसो नगर न हो, स्नोक म्याडम डराइरहेकी छे। हो र तिमीलाई पो डर लागे जस्तो छ। तिम्रो स्वर काप्दैछ। मेरो त बोली नै यस्तै हो नि सधैँ। ए चुप लाग त। ओ गुनगुन आवाज सुने हो? हो त मैले पनि सुने। हावा हो कि होइन, यो त कोही गुनगुन गरे जस्तै छ। होइन मलाई तिमीले तर्सन खोज्दैछौ। यहाँ कोही पनि बस्दैन होइन र? सायद पक्का पनि त्यो मुमिन र स्टप किन्ने होला। उनीहरू तलतिर आउँदै होलान्, त्यही भएर उनीहरूको आवाज परैदेखि सुनिन्छ। त्यो त उनीहरू होइन, उनीहरू किन यस्तो आवाज गर्थे? ल मै गएर हेर्नु पर्ला। तिमीहरू यहीँ बस है। पहल सानोमाया बिन्ती छ, त्यसो नगर न, बिन्ती छ। अब तारा त मुमिन। हो अब ठिक छ। ठिक छ। अब हामी दुई मध्ये को पहिला जाने मुमिन? म जान्छु। अलि होसियार साथ जाऊ है। हुन्छ। बिस्तारै मुमिन, हतार छैन। ए मुमिन तिमी ठिक त छौ? म ठिक छु। ए मुमिन तिमी कहाँ छौ? तिमी ठिक त छौ? ठिकै छु, तर मेरो ढाड चाहिँ कस्तो दुख्यो। को कराएको यति जोडले? ए हेमुलियन बा यहाँ सुतिरहनु भएको थियो। ए हेमुलियन बा, तिमीहरूको यो खेल चाहिँ मलाई मन परेन है। हामीलाई थाहा नै भएन तपाईँ यहाँ आरामले सुतिरहनु भएको छ भनेर। होइन, कहाँ हो र मुमिन, म आरामले सुतेकै थिइन। त्यसो भए यहाँ तपाईँ के गर्दै हुनुहुन्थ्यो त? साँच्चै भन्ने हो भने आजकल मेरो होसै ठेगानमा छैन। फेरि तपाईँले आफ्नो दुर्लभ टिकट त हराउनु भएन? कहाँ हुनु र मुमिन, त्यो त एकवटा सबै मसँगै छ। दुर्लभ भन्दा दुर्लभ सबै नै। त्यसो भए तपाईँलाई के भयो त? मैले सबै टिकटहरू त संकलन गरिसकेँ। हो मलाई लाग्छ तपाईँको जस्तो संकलन त अरू कसैको पनि छैन होला। हुनै सक्दैन। सबैभन्दा राम्रो नै मेरो संकलन छ। मसँग जस्तो थरी थरीको टिकट त अरू कसैसँग छैन। मैले कुरै बुझिन। होइन, अब मसँग त कुनै प्रतिस्पर्धा नै बाँकी भएन। केही खोज्नु नै परेन। कस्तो फसाद अरे। मैले कुरा बुझे जस्तो लाग्यो। उहाँ त अब संकलनकर्ता हुनु भएन। उहाँले भएभरको सबै टिकटहरू संकलन गरिसक्नु भयो। त्यही भएर सायद संकलन गर्ने मजा नै सबै हरायो होला। त्यही त भन्या, मजा हरायो।
जिन्दगीको सबैभन्दा चाह। तपाईँ निराश हुनुभएको कुरा बल्ल बुझे। झन् त्यसमा पनि म तपाईँमाथि खसेपछि त कति नमजा भयो होला अघि एमुलेन बा। त्यस्तो त केही होइन मुमिन। उहाँ त यो ओडारमा सुतिरहनु भएको रहेछ। ए तपाईँ पो हुनुहुँदो रहेछ हेमिलिन बा। त्यसो भए त्यो डरलाग्दो आवाज त उहाँ घुरेको पो हो कि क्या हो? म त कहिले पनि घुर्दिन। होइन, तपाईँ घुर्नुहुन्छ। नचाहिने कुरा। तिमीहरूले कसैलाई पनि नभन्ने हो भने म तिमीहरूलाई एउटा नौलो कुरा देखाउँछु है। के कुरा? कसको होला है? यसलाई बनाउन सकिन्छ कि? सकिहालिन्छ नि, कुनै गाह्रो कुरै होइन। यसै भन्न सकिन्न, यसको पिठ त्यति बलियो लाग्दैन। यसलाई हामीले समुद्रमा लान सक्छौँ कि? त्यहाँ पालमा त पालै पाल रहेछ। वहाँ त छैन, कसरी चलाउनु? तिमीहरू खेलाउनु, म चलाउँछु। पल्टिने लाग्यो। मेरो त अब आत्मबल नै हराइसक्यो। त्यही भएर कस्तो कस्तो लागिरहेछ। यो त जसलाई पनि लाग्ने कुरा हो बुझ। हजुरलाई पनि हो, तर कहिलेकाहीँ मात्र। त्यसो भए त हजुरलाई आनन्द रहेछ। खै अब के गर्ने होला? मेरो आत्मबल अब कसरी फिर्ता आउने होला? त्यो त थाहा भएन। सबैको आफ्नै तरिका हुन्छ। मेरो त त्यत्तिकै फर्किन्छ। अब म कहिले पनि अर्को आविष्कार गर्दिन होला। अब म पनि मेरो आत्मकथालाई यही रोक्नु पर्छ। चिया होइन, के भयो? तिमी त उदास देखिन्छौ नि। हो, मैले आफैलाई अति जान्ने भन्ठानेको थिएँ। मैले पनि। मुमिन बाबा, मुमिन बाबा, मुमिन आमा, सुन्नुहोस् त। के भयो स्निप? त्यसरी कराउनु पर्दैन, हामीले सुनिसक्यौं। छिट्टो सबैजना आउनुहोस्, हामीले समुद्र किनारमा डुङ्गा भेटाएका छौँ। भत्केको होला, बगाएर किनारमा ल्याइ पुर्यायो होला। भत्केको छैन, त्यसमा सेतो पाल पनि छ। हो र? हामीले त्यसलाई टालटुल पार्यो भने त त्यो हाम्रै हुन्छ नि। त्यसो भए म आउँदैछु। आउस् न, तिमीलाई यस्तै चाहिने हो, एक यात्रा आत्मबल फर्काउनलाई। उसो भए हेर्न जानै पर्ला। त्यसमा सेतो पाल छ होइन? ठिक छ, सानो तर बलियो जस्तो छ। राम्रै बनाएको रहेछ। यो त्यसै छोडेको हुनाले अब हाम्रो हुन्छ अघि। हेर्दा त राम्रै छ, सायद कसैले पाल परेको भएर नै छोडेको जस्तो छ। हिलमा पाल परेपछि पानीभित्र पसिहाल्छ। ठिकै भन्यो स्नफकिन। अब जसले भेट्यो उसैको त हो नि, होइन बाबा? होइन सानो माया, पहिला हामीले केही समय पर्खनुपर्छ। अब यसलाई के गर्ने त बाबा? सबभन्दा पहिला यसलाई हामी बनाऊ अनि यसलाई हामी बाँधेर राखौँ, ताकि हुरी आयो भने बगाएर नलगोस्। हो, ठिक हो। मेरो विचारमा यसको मालिक आइपुग्यो भने हामीले दिनैपर्छ। तर यसो सोच्दा त उसलाई थाहै छैन होला उसको डुङ्गा कहाँ छ भने। त्यसो भए यसलाई बनाएपछि के गर्ने त? डुङ्गा बनाएर पनि चलाएन भने के काम? सात समुद्र पारि जाने होइन त? म त सारा संसार घुम्छु। म त यही नै खुसी छु। भिर्न मान स्टोकमान, ठुलो पानीको छाला आयो भने हामी त्यसको बिचबाट छिरेर गइहाल्छौँ नि, होइन त मुमिन बा? हो, त्यस्तै हो। ल जाउँ त, काम सुरु गरौँ। हामीलाई नक्सा बनाउन मद्दत गर्ने हेर्नुहोस् न। हो, म गरिहाल्छु नि। म पनि केही गर्न सक्छु कि? पक्का गर्ने हो त हेमुलेन बाबा? हो, यदि केही आपत्ति छैन पनि। तर म मिस्त्री त होइन। पहिला त हामीले यसलाई पानीबाट झिक्नुपर्छ अनि हामीलाई कमसे कम एउटा ठुलो मुढा चाहिन्छ तल राख्नलाई। म खोजेर ल्याउँछु। अनि त्यसपछि यसलाई ठाडै राख्नलाई अर्को काठ पनि चाहिन्छ, त्यो पनि लिएर आउनु पर्यो। अनि हामीलाई बनाउने औजार पनि चाहियो। ठिक भन्यौ, म घर गएर लिएर आउँछु।
हामीलाई उहाउन बाल्टिन पनि चाहियो। सामान छान्न म तपाईलाई मद्दत गर्छु नि। अनि म चाहिँ डुङ्गालाई कुर्छु, कतै यसको मालिक आइपुग्छ कि। सबै बच्चाहरू सुतिसके? हो बाबा, सबैजना मस्तसँग निराइरहेका छन्। उनीहरूले आज धेरै काम गर्न थालेका छन् बिचरा। मलाई उहिलेदेखि डुङ्गामा चढेर घुम्न जानलाई ठुलो रहर थियो। तिम्रो रहर अब अवश्य पूरा हुन्छ। म तिमीलाई जहाँ पनि डुलाउन लान सक्छु। तिमी भन न कहाँ जान्छौ प्रिली? हजुरले धेरै टाढा लानु पर्दैन। हामी पनि सुत्न जाने होइन, बिहान चाँडै उठ्नै पर्यो। म जस्तो बुद्धिजीवीलाई त डुङ्गा चलाउन गाह्रै हुने रहेछ। कस्तो जिउ दुख्यो। ल त प्रिय, म सुत्न गएँ। शुभरात्रि। मेरो पनि त्यस्तै छ अवस्था। मैले आफ्नो आत्मकथा नलेखे तापनि। ल सुत्नुस् है बिचरा मुमिन बाबा। कस्तो ठिक्क फिट भएछ हैन? अब बाँकी भाग्यो। हुन्छ। ठिक छ सानो माया, तिमीले नभेट्ने ठाउँमा म लाउँदैछु नि। गजब, त्यसले दुष्ट पापी मलाई अझै अलकता ल्याइदेऊ भने होइन? आफै ल्याउन अल्छी। किन अलकत्र लगाउन कसले भनेको छ? आफै जाने हुन्छ। म त बोक्दिन, म यहाँ व्यस्त छु देख्दैनौ? यो काम के छ? मलाई खुत्त लिएर आऊ त। म यो सबै काटिदेऊ मुमिनामा। हुन्छ, काटिदेऊ स्टोभ मेडल। अब त ठिक हुनुभयो एमुलिन बा? ठिकै छ। तिमीहरूले डुङ्गा कति चाँडै बनाइसक्न लागेछौ। हो, अब सिद्ध्याउन धेरै बेर लाग्दैन। मलाई त्यसैको चिन्ता छ। त्यसपछि म के गरौँ? यही कुरा मेरो दिमागमा खालि आइरहन्छ। के गरौँ? तपाईले केही नयाँ थोक जम्मा गर्न थाल्नुहोस् न। केही नयाँ चिज? कस्तो चिज? खै केही पनि, जस्तो कि विभिन्न किसिमका पुतलीहरू। नाइ, मेरो भाइ पर्नेले पुतलीहरू संकलन गर्छ र त्यो त कस्तो मूर्ख छ। चाखलाग्दो के छ? मेरो विचारमा सजाउने चीजहरू जम्मा गरे कसो होला एमुलिन बा? हो, त्यो त कहिले पनि सिद्धिँदैन। कस्तो वैज्ञानिक। आमा, आमा, छिटो आउनुहोस् त, हामीले डुङ्गा पानीमा हाल्दैछौ। पखै पख म आउँदैछु। कस्तो राम्रो भएको रहेछ। छिटो आउनुहोस् न, छिटो आउनुहोस् न भने। सबैजना तयार छौ त? सबैले 3 गनेपछि जोडले खिच्नु पर्छ है। 1 2 3। कसैले पनि डुङ्गा खोज्न नआएपछि उनीहरू आफ्नो नयाँ डुङ्गामा चढेर यात्रामा गए। मुमिन र अरू सबैजना संसार घुम्नलाई अति इच्छुक थिए। स्नोरक र हेमुलिन पनि सधैँभन्दा प्रसन्न मुद्रामा देख्थे। सबैजना चढौँ, यो चाहिँ परीक्षण मात्र हो। मैले के जम्मा गर्ने निदो गरिसकेँ। फूलहरू। यो चाहिँ नि स्वीट ब्रायर हो, मेरो पहिलो संकलन। क्या राम्रो रहेछ एमुलिन बा? श्लोक मेडन, म त घर जान्छु। मैले भर्खरै मेरो उड्ने जहाजको लागि नयाँ कुरा सोचेको छु। मलाई विश्वास छ यसपालि त पक्का काम गर्छ। तिमीले भनेपछि त पक्का गरिहाल्छ नि स्नोर। म जान्छु है। ल त है, सबैले ख्याउन थालौँ। खाना मान्नु पर्दैन मुमिनामा, हामी टाढा जाँदैनौ। ठिक छ बाबा, म खाना बनाएर राख्छु। तपाईँहरू जतिखेर फर्के पनि हुन्छ।